फिफा वर्ल्ड कप 2026 चाहिँ सुरु हुन आँटेको छ। अब आँटेको छ भन्दा पनि भोलिदेखि हो। आज चाहिँ जुन 10 हो भने भोलि चाहिँ जुन 11। अनि पहिलो म्याच भनेको चाहिँ मेक्सिको र साउथ अफ्रिकाको हुन्छ। यो चाहिँ कहाँ हुँदैछ भन्दाखेरि मेक्सिको सिटी स्टेडियम, मेक्सिको सिटी भन्ने, जसलाई चाहिँ स्टाडियो एजटेका पनि भन्दो रहेछ के। यस्तो चाहिँ स्टेडियम चाहिँ अब यो चाहिँ तपाईँहरू हेर्न मन छ भने स्टेडियम खोजेर हेर्नु होला। अनि अहिले चाहिँ म के गर्न आएको भन्दाखेरि फिफा वर्ल्ड कप सिमुलेटर, यो के अरे प्रेडिक्सन गर्न आएको कि युट्युबहरू देखि अरूले पनि प्रेडिक्ट गरेको, अनि यसो आफ्नो पनि गरौँ न त भनेर। तपाईँहरूले पनि अब यो प्रेडिक्सन गर्नु सक्नुहुन्छ। त्यसको लागि केही गर्नु पर्दैन। तपाईँको अब ल्यापटप मोबाइलमा भएको कुनै पनि ब्राउजर खोल्नुहोस्, अनि त्यहाँनिर चाहिँ फिफा वर्ल्ड कप सिमुलेटर 2026 थिचेपछि यस्तो इन्टरफेस खोल्छ। अनि यहाँको सुरुकै यसमा थिचेपछि टक्क यस्तो भएर आउँछ। अनि यहाँनिर सिमुलेट नाउ गर्नु होइन। अनि त्यस पछाडि यहाँ तलतिर सारेर यहाँ म्यानुअल ऱ्याङ्किङ भन्ने हुन्छ। सिमुलेसन मोड भनेको उनीहरूले नै गर्दा के हुन्छ, हामीले मिलाउनु पाइँदैन होइन। अनि यहाँ म्यानुअल ऱ्याङ्किङ गरेपछि चाहिँ हामीले आफ्नो मनलाग्दो टिमहरूलाई तलमाथि गरेर मिलाउन सकिन्छ। अब ढिला नगरिकन यो सुरु गर्नुपर्छ होला। अनि अब हल्का अब होइन, नयाँ हुनुहुन्छ भने फुटबल वर्ल्ड कप चाहिँ 4 वर्षमा हुन्छ। यो चाहिँ 1930 देखि स्टार्ट भयो हो। अनि अहिले 2026 सम्म आउँदाखेरि यो चाहिँ 23औं संस्करण हो। 22वटा वर्ल्ड कप चाहिँ भइसकेको छ, जसमा सबैभन्दा बढी भनेको ब्राजिलले जितेको छ। अनि त्यस पछाडि जर्मनीले 4वटा जितेको छ। अनि जर्मनीसँगै इटालीले पनि 4वटा जित्यो, तर इटाली चाहिँ क्वालिफाई भएको छैन यो वर्ल्ड कपमा। योभन्दा अगाडिको वर्ल्ड कपमा पनि भएको थिएन, त्योभन्दा अगाडिको वर्ल्ड कपमा पनि भएको थिएन होला हौ। अब कतिलाई चाहिँ थाहा होला, 2006को फाइनलमा होइन, जिडानले भन्दा नि मातेराजीले जिडानको बहिनीको बारेमा यताउता भनेर मातेराजीलाई यस्तो टाउकोले हानेर रेड कार्ड पाएको थियो। त्यो वर्ल्ड कप जितेपछि त्यहाँदेखि पनौती लागेको, श्राप लागेको भन्छ होइन। त्यस्तै हो। जर्मनीले 4 ताल जितेको छ, इटालीले 4 ताल, अनि हाम्रो अर्जेन्टिनाले 3 ताल। योभन्दा अगाडिको नि उसैले जित्या हो अर्जेन्टिनाले। अनि हाम्रो कहाँ छ फ्रान्सले 2 ताल जितेको छ, उरुग्वेले 2 ताल, स्पेनले 1 ताल, अनि इङ्ल्यान्डले 1 ताल गरेर जम्मा 22वटा वर्ल्ड कप भएको छ, जसमा चाहिँ 8वटा टिमले मात्र जितेको छ कि वर्ल्ड कप। त्यही 8वटा टिममा घुम्दैछ। अब होप यसपालि चाहिँ नयाँमा जाओस्, तर नयाँमा अब यही पुरानोमा आओस्, नयाँमा जाओस्। भएन, मलाई पाल भएन होइन। अब मेरोले त जितिसक्यो। अब यस्तै अर्थो कुरा नगरिकन हामी अब यो प्लेटतिर जाऊँ। ग्रुप एमा छ मेक्सिको, साउथ अफ्रिका, कोरिया, चेक रिपब्लिक। यहाँनिर केही भन्न पर्दैन मैले। अब मेक्सिकोले टप गर्छ, साउथ कोरिया सेकेन्ड, हाम्रो चेक रिपब्लिक थर्ड हुन्छ होइन। मेक्सिको किन भन्दाखेरि अब होस्ट नेसन हो, आफ्नै होम क्राउड हो, एडभान्टेज भइहाल्छ। अनि ग्रुप बीमा चाहिँ हाम्रो अर्को होस्ट नेसन क्यानाडा, बोस्निया, कतार, स्विजरल्यान्ड, जसमा चाहिँ हाम्रो स्विजरल्यान्डले ग्रुप टप गर्छ, क्यानाडाले सेकेन्ड हुन्छ, बोस्निया थर्ड हुन्छ होइन, कतार आउट हुन्छ। ग्रुप सीमा ब्राजिल, मोरक्को, हाइटी, स्कटल्यान्ड मध्येमा ब्राजिलले ग्रुप टप गर्छ, मोरक्कोले सेकेन्ड, स्कटल्यान्ड थर्ड। अब यहाँनिर 50-50 हो, यो मोरक्कोले पनि टप गर्न सक्छ। एफकनको फाइनल पुग्या हो। अब सबै म्याच डोमिनेट गरेर फाइनल हार्यो हो, तर हल्का चाहिँ अलिक बायस जस्तो लागेको थियो मोरक्को प्रति त्यो टुर्नामेन्टै। अब मोरक्कोमै भएको, अब धेर बोल्न हुँदैन त्यो। अब ग्रुप डीमा छ युएसए, प्याराग्वे, अस्ट्रेलिया, टर्की। अनि मैले म्याक्सिमम मान्छेले यहाँ प्याराग्वेलाई चाहिँ अलिक गरे जस्तो लाग्यो क्या, हेपे जस्तो लाग्यो क्या यहाँनिर। अब यहाँनिर हेर्नुहुन्छ भने चाहिँ ब्राजिल यो क्वालिफायरमा चाहिँ होइन, ब्राजिलको पनि 28 छ, उरुग्वेको 28, कोलम्बियाको 28, अनि हाम्रो प्याराग्वेको पनि 28 छ के। यो गोल डिफ्रेन्सले गर्दा मात्र होइन यो अगाडि गएको, त्यही भएर प्याराग्वेलाई अलिक नहेपौँ कि भन्ने लाग्छ मलाई चाहिँ होइन। त्यही भएर अब टर्कीलाई त अब हेप्ने कुरो भएन, टर्कीले टप गर्छ, प्याराग्वेले सेकेन्ड गर्छ। युएसए यो होस्ट नेसनै भए पनि, होम ग्राउन्डै भए पनि, अब यसले के अरे कोच पनि नयाँ ल्याएको छ, पोचिटिनो, जसले चाहिँ अब टोटेनहमलाई पनि कोच गरिसक्यो हो, पिएसजीमा मेसीलाई पनि कोच गरिसक्यो हो। तर त्यस्तो रिजल्ट चाहिँ निकाल्छ जस्तो लाग्दैन म होइन। वर्ल्ड कप अलिक होम क्राउडको एडभान्टेज होला, म गलत हुन सक्छु होला, तर मेरो चाहिँ अब टर्की, प्याराग्वे, अस्ट्रेलिया हो होइन यसमा। ग्रुप बीमा भनेको जर्मनी, कुराकाओ, आइभेरी कोस्ट, इक्वेडर छ। यसमा चाहिँ म जर्मनीलाई नै ग्रुप टप गर्न दिएँ मेरोमा चाहिँ होइन। इक्वेडर सेकेन्ड, आइभेरी कोस्ट थर्ड। अब इक्वेडर पनि कस्तो टिम हो भने यहाँ हेर्नु, यो साउथ अमेरिकन क्वालिफायर्समा हेर्नु है त, इक्वेडरले जम्मा 5 गोल कन्सिड गरेको छ कि 18 गेम खेल्दाखेरि। 18 गेममा स्कोर पनि 14 मात्र गरेको छ। यो चाहिँ कस्तो हो भन्दाखेरि स्कोर गर्ने अनि लो ब्लक खेलिदिने कि डिफेन्सिभ खेल्ने कि यो भनेको चाहिँ, जसले गर्दाखेरि अब 5 गोल मात्र खाएको छ, गोल डिफ्रेन्स पनि 9 मात्र छ। यसमा चाहिँ के हुनसक्छ भने अब जर्मनीलाई
अब जर्मनीले पहिला स्कोर गर्यो भने त अब यसै भन्न सक्दिनँ, तर इक्वेडरले चाहिँ पहिला स्कोर गर्यो भने जर्मनीलाई गाह्रै पर्छ यहाँनिर। त्यही भएर अब राख्नु चाहिँ मैले जर्मनीलाई टपमै राखेको छु, तर इक्वेडर र जर्मनी 50-50 भनौँ न मेरो विचारमा चाहिँ है। अब हाम्रो आइभेरी कोस्ट पनि हाम्रो केसी भन्ने छ, केसी आइभेरी कोस्ट। अब यो ग्रुप एफ भनेको नेदरल्यान्ड, जापान, स्विडेन हो। अब नेदरल्यान्डको पनि मन अब बार्सामा ताल देखेकै हो यसको कोचिङ पनि। अब तर पोहोरको वर्ल्ड कपमा त राम्रो गराएको थियो यसले, हेरौँ यसपालि के हुन्छ। अब जाबी सिमन्स छैन नेदरल्यान्डमा, इन्जर्ड छ बिचरा। जापानको पनि मितोमा छैन, स्विडेनको पनि रोनी बादार्जीले खोइ के त्यस्तै केस पऱ्यो भन्थ्यो, यो छ कि छैन थाहा भएन, यस्तै छ होइन। अनि ग्रुप जीमा छ हाम्रो बेल्जियम, केभिन डी ब्रुयना। यसको चाहिँ कोच हौ, पहिला रोबर्टो मार्टिनेज थियो, गोल्डन जेनेरेसन, बेल्जियमको गोल्डन जेनेरेसनको बाट लगाइदियो त्यो कोचले। त्यो कोच अहिले कहाँ पोर्चुगल गएको छ होइन। अब हेरौँ त्यहाँ के गर्छ। र पनि बेल्जियमले टप गर्छ, हाम्रो कोर्टुवाले बचाउँछ यो गोल्डन ग्लोभ्स। बेल्जियम क्वार्टर सेमीसम्म पुग्यो भने गोल्डन ग्लोभ्स भनेको हाम्रो कोर्टुवाले नै पाउँछ होला है भन्ने मलाई लागिरहेछ जतिसम्म चाहिँ होइन। बेल्जियम जहाँसम्म पुग्छ कोर्टुवाले गर्दै पुग्छ है। अनि इरान सेकेन्ड, इजिप्ट थर्ड, न्युजिल्यान्ड फोर्थै भयो। ग्रुप एजमा स्पेनले टप गर्छ, उरुग्वे सेकेन्ड आउँछ। उरुग्वेको त्यस्तो राम्रो टिम छैन है, भालभार्डेले कति नै चाहिँ गर्ला र नुनेजको ताल त्यही हो। हाम्रो आरावा छ, अब त्यस्तै उसको ताल पनि है, त्यस्तो राम्रो छैन उरुग्वेको पनि। ग्रुप आईमा फ्रान्स, सेनेगल, इराक, नर्वे। यो ग्रुप अफ डेथ पनि भन्न सक्छौँ होइन। इराकले अब इराक त पेलिन्छ यहाँबाट। अब यहाँ नर्वे र सेनेगल, फ्रान्स, यो सेनेगल त एफकन च्याम्पियन हो यो। नर्वे पनि भाइ, नर्वे त झन् क्वालिफायरमा एउटा पनि गेम नहारेको भनेकै नर्वेले हो क्या। यसमा जे नि हुनसक्छ, जे पनि भन्दा पनि फ्रान्सलाई ग्रुप टप। अब हाल्यान्ड र सर्लोथको लागि मैले दिएँ सेकेन्ड स्पट होइन। सेनेगल, साडियो माने थर्ड। अब ग्रुप जे भनेको केही छुनै पर्दैन, अर्जेन्टिना, अल्जेरिया, अस्ट्रिया, जोर्डन, यो यसमा हो। डिफेन्डिङ च्याम्पियन पनि हो अर्जेन्टिना। अनि ग्रुप के यहाँ छ हाम्रो पोर्चुगल। धेरैले आशा गरेका छन् पोर्चुगलले जित्छ भनेर। पोर्चुगललाई ग्रुप टप गर्ने गाह्रो पर्छ है। कोलम्बिया भनेको कोपा अमेरिकाको फाइनलिस्ट पनि हो। लुइस डियाज तपाईँले देख्नै भएको होला, बायर्न म्युनिकको यसपालको मेन की प्लेयर नै हो यो। अनि जेम्स रोड्रिगेज। अब भन्न सकिँदैन पोर्चुगलको। अब अघि भने नि मैले त बेल्जियमको गोल्डन जेनेरेसनको गाँड हाने हो रोबर्टो मार्टिनेजले। अब नेसन लिग त जितेको छ, तर अब नेसन लिग जस्तो होइन वर्ल्ड कप होइन। अब म्यानेज कतिको गर्छ टिमलाई, स्ट्राइकर छैन कि मेन यिनीहरूको फरवार्ड। रोनाल्डो अब साउदीमा गरे जस्तो हुँदैन। अब मलाई नराम्रो नसोच्नु होला, अब भएको कुरा गरे हो। साउदीमा गोल हाने जस्तो हुँदैन, प्रेसर हुन्छ। अब यो क्रिएट गर्ने छ, चान्स क्रिएट गर्ने छ, तर अब त्यो चान्सलाई बरिड गर्ने चाहिँ छैन क्या पोर्चुगलमा। डिफेन्सिभली पनि राम्रो, डिफेन्सिभली र मिडफिल्डर राम्रो, अफेन्सिभ चाहिँ अलिक राम्रो छैन। अब नुनो मेन्डेसले लगेर अब आफैले अब कटाएर हान्यो भने हान्यो, नत्र खासै राफेलले आएर बर्नार्डो सिल्भाको भर हुँदैन। क्रस त आउँछ, अब रोनाल्डोले पोजिसन मिलाएर चाहिँ अब हान्न सक्यो भने है। फेरि बक्सभित्र त बाघै हो नि बुढो भयो भने रोनाल्डो, त्यही हो होइन। अब ग्रुप एलमा जाऊँ। इङ्ल्यान्ड, क्रोएसिया, घाना। क्रोएसिया थर्ड, घाना सेकेन्ड आउँछ। इङ्ल्यान्डलाई मान्छेले व्यवस्था गरेको छ कि, तर इङ्ल्यान्ड धेरै राम्रो टिम हो नि, धेरै राम्रो टिम हो नि। मुख पनि के हुन्छ हौ, अब टचै लगाएको छ। अब कतिले फोर्डन चुज गरेन, पाल्मर चुज गरेन भन्छ होइन। अब त्यो त उसको मर्जी हो नि, उसले अब कुन फर्मेसनमा चुज गर्छ, के खेलाउँछ। अब चेल्सी जस्तो टिमलाई काई हाभर्ट्ज स्ट्राइकर राखेर च्याम्पियन लिग सिटीको अगाडि जितेको कोच हो, हामीले अलिक नबोलेकै ठिक। अब त्यस पछाडि यहाँबाट फेरि 8वटा छान्नुपर्छ होइन। 8वटा छान्दाखेरि मैले सेनेगललाई सुरुमा छाने, त्यसपछि स्कटल्यान्ड छाने, अस्ट्रेलिया, आइभेरी कोस्ट, सुडान, क्रोएसिया, साउदी अरेबिया, इजिप्ट, यतिवटा छाने मैले 8वटा होइन। अब जाम हामी नकआउट स्टेजतिर। नकआउट स्टेज पहिलो भनेको जर्मनी र अस्ट्रेलिया हो। अब जर्मनी त्यस्तो राम्रो त छैन, तर अस्ट्रेलियालाई जित्ने चाहिँ छ। फ्रान्स र स्विडेन, हाम्रो गेगर्स भाइ र रोनी बादार्जी। सरी मैले अब यहाँभन्दा अगाडि लान सकिनँ, तपाईँहरूले स्कोर पनि गर्नु सक्नुहुन्न है। क्रोएसिया भन्ने छ। कोरिया र क्यानाडामा, सरी कोरिया होइन। यो चाहिँ अब ट्राइबेकरमा क्यानाडाले लान्छ। नेदरल्यान्ड र मोरक्कोमा
यो चाहिँ अब बिगेस्ट अपसेट भन्नु पर्ला है नेदरल्यान्डको लागि। खै कसले प्रेडिक्ट गरेको चाहिँ नेदरल्यान्डले जित्यो भनेर प्रेडिक्ट गरेको देखिरहेको थिएँ मैले, तर नेदरल्यान्डले सक्दैन भन्छु म मोरक्कोलाई। 2-1 मोरक्को अगाडि गयो यहाँदेखि। नेदरल्यान्डलाई मैले यहीँ छोडिदिएँ। कोलम्बिया र घानामा कोलम्बियाले जित्छ। स्पेन र अल्जेरिया, यो भनेको चाहिँ हाइएस्ट स्कोरिङ म्याच हुन्छ 2026 को वर्ल्ड कपको होइन। यहाँ स्पेनले 5 देखि 6 गोल हान्छ, मैले 6 नै गरेँ, अल्जेरियाले 1। अब यसमा कि त यामालले ह्याट्रिक हान्छ कि एसिस्ट र ब्रेस हानेर जसरी हुन्छ ह्याट्रिक, गोल कन्ट्रिब्युसनको चाहिँ ह्याट्रिक गर्छ यामालले यसमा होइन। अब टर्की र आइभरी कोस्टमा मैले टर्कीलाई 1-0 ले अगाडि फाल्दिएँ है। अब बेल्जियम र साउदी अरेबिया अर्जेन्टिनालाई जिते जस्तो होइन त्यो फर्स्ट म्याच। 3-1 बेल्जियम अगाडि जान्छ। अब अर्को साइडको राउन्ड अफ 32 हेरौँ होइन। ब्राजिल र जापान टिम त राम्रै हो तर सक्दैन ब्राजिललाई। हाम्रो एन्सिलोटीको टिम हो, एन्सिलोटी बडाउको। हान्सी फ्लिकले धोबी चुडे पनि अरूले चुट्न सक्दैन एन्सिलोटीलाई, त्यसले हो। अब हाम्रो इक्वेडर र नर्वेमा ब्ल्याक हर्स भन्छ सबैले होइन यो दुईटालाई। अब यो मैले प्रेडिक्ट गरे अनुसारको यिनीहरूको टेबलमा फिनिस भएन भने यिनीहरू यहाँभन्दा अगाडि जान्छ होइन। अब यही हो भने चाहिँ नर्वेलाई मैले बिदा गरेँ यहाँदेखि है। इक्वेडर अगाडि जान्छ, मैले इक्वेडरलाई अगाडि राखेँ। हाल्यान्डलाई 1 गोल दिएँ मैले 2-1। अब मेक्सिको र स्कटल्यान्डमा स्कटल्यान्ड 1, मेक्सिको होम एडभान्टेजले जान्छ निकै नै अगाडि 3-1। इङ्ल्यान्ड र सेनेगल इङ्ल्यान्ड फ्यानको लागि पनि यो बिगेस्ट अपसेट हुनसक्छ है। तर इङ्ल्यान्डै जान्छ यहाँनिर मैले भनिदिएको। इङ्ल्यान्डको टिम धेरै राम्रो छ क्या, मान्छेहरूले कस्तो इङ्ल्यान्डलाई केही होइन जस्तो गरेको कि। इङ्ल्यान्डमा त पिक फर्ड छ गोलमा होइन। त्यस पछाडि गुई छ, निको ऱ्याली लेफ्ट ब्याक छ, रिक जेम्स राइट ब्याक छ, यस्तो खालको फुल ब्याक हो नि यिनीहरू हट। अनि मिडफिल्डमा राइस छ, बेलिङम छ, हेन्डरसन छ, कोबी माइनो छ युनाइटेडको। यसमा युनाइटेड च्याम्पियन लिगको स्पट जित्नुमा यो कोबी माइनोको पनि, माइनो प्रोनाउन्स कस्तो हुन्छ यसको पनि ठुलो हात छ कि। अनि तपाईँको के कुरा गर्नु, फरवर्डमा पनि केन, साका, रासपर, एन्टोनी गोर्डन, ओली वाटकिन्स, यो भनेको चाहिँ हाम्रो एस्टन भिल्लाको हो। प्रायः ब्रेस यसले थुप्रो 38वटा गेममा 7-8वटामा ब्रेस हाने होला एस्टन भिल्लाबाट। अब सोच्नुहोस् इङ्ल्यान्डको टिममा कस्तो खेल्छ, त्यो पनि टचलले कोच गरेको टुचल। अब अर्जेन्टिना र उरुग्वे, यो साउथ अमेरिकन टिम उरुग्वे है, तिमीलाई अब धोबी हान्छौँ हामी। अब पाराग्वे र इरानमा पाराग्वे अगाडि जान्छ, मैले इरानलाई यहाँभन्दा अगाडि लानु सकिनँ होइन। स्विजरल्यान्ड र इजिप्टमा मोहम्मद साला 1 गोल टिमलाई। त्यस पछाडि हाम्रो स्विजरल्यान्ड अगाडि जान्छ। अब अर्को भनेको पोर्चुगल र क्रोएसियामा अब मोड्रिच, तपाईँको उमेर भइसक्यो, तपाईँहरूले स्कोर गर्न सक्नुहुन्छ गर्नु सक्नुहुन्न। पोर्चुगलले 3 चाहिँ तपाईँहरूलाई चेपाउँछ है। अब राउन्ड अफ 32 को पहिलो म्याच जर्मनी र फ्रान्स। म्यानुअल न्युयर भर्सेस ओलिसे, डेम्बेले, एम्बाप्पे, रायन शेर्की, अझ भयो भने कान्डेले गरेरसम्म हान्छ यहाँनिर होइन। 1 गोल चाहिँ अब मैले कसलाई काई हावर्सलाई दिएँ। तर अब यहाँनिर फ्रान्सले चाहिँ 4 गोल हान्छ जर्मनीलाई। क्यानाडा र मोरक्कोमा, सरी क्यानाडा, तपाईँ यहाँभन्दा अगाडि जानु सक्नुहुन्न होइन। मोरक्को अगाडि गयो 2-1। यो त देखे जस्तो लाग्यो त, यो त पोर सेमी फाइनलमा भेटा, यसपालि क्वार्टर फाइनलमा भेट भयो यिनीहरूको। अब यहाँ कोलम्बिया र स्पेनमा अब सरी लुइस डियाज, जेम्स रोड्रिगेज, तपाईँहरू यहाँभन्दा अगाडि जानु सक्नुहुन्न। 2-1 मैले स्पेनलाई 2-1 होइन 3-1 दिएँ मैले स्पेनलाई। टर्की र बेल्जियममा अब हाम्रो आर्दा गुलरजी, तपाईँ पनि यहाँबाट अगाडि जानु सक्नुहुन्न है। अब केभिन डी ब्रुयनालाई अब बेल्जियमसम्म। थिबो कोर्टुवा किपिङमा भएपछि यो टर्कीले गोल पनि हान्न सक्दैन, मैले त्यो पनि गरेँ। थिबो कोर्टुवाको क्लिन सिट हुन्छ यहाँनिर। अब यहाँनिर भनेको ब्राजिल र इक्वेडरमा भनेको अब कतिले गाली गर्ला होइन, मलाई गाली चाहिँ नगरिदिनु होला। ब्राजिलको यात्रा यहीँ टुङ्गिन्छ। यो 2-2 होइन 1-1 ड्र भएर
भन्दा नि इक्वेडर होइन ब्राजिल जान्छ होला हौ 81 मनमा ब्राजिल अगाडि जान्छ जस्तो लाग्यो इक्वेडर डिफेन्सिभली हो अब भिनिसियस राफिना होइन नेमार पनि आइसक्छ यहाँसम्म नेमारले क्लच हान्छ यहाँनिर 1-1 मा नेमारले क्लच हान्छ यो गेम मेक्सिको र इङ्ल्यान्डमा सरी मेक्सिको अब होस्ट नेसनलाई यहाँबाट बाई बाई गरौँ होइन इङ्ल्यान्ड 3-1 अब अर्जेन्टिना र पाराग्वेमा सरी पाराग्वे तिमीलाई मैले यहाँभन्दा अगाडि लान सकिनँ मार्टिनेजले एक गोल चाहिँ छोडिदिन्छ तिमीहरूलाई अब यो त स्विजरल्यान्डलाई त 6 हानेको होला अस्ति भर्खर कहिले हो थाहा भएन अनि यहाँ अहिले चाहिँ 4 मात्र मैले 4 मात्र पुर्याएँ तर 4 मात्र पुर्याएँ यहाँनिर सबैभन्दा खतरा फाइनल भन्दा खतरा हो यो चाहिँ है पहिला यतैपट्टिको प्रेडिक्ट गरौँ न त यहाँनिर पहिलो हाम्रो क्वार्टर फाइनल भनेको चाहिँ फ्रान्स र मोरक्को 2-1 भएको थियो होला 2-0 कि 2-1 भएको थियो पोहोर सेमी फाइनलमा त्यस्तै के भएको थियो होला यसपालि चाहिँ अब फ्रान्सले फेरि 3 हान्छ एक गोल मैले हाकिमीको क्रसमा दिएँ अब कसले हान्छ त्यो चाहिँ थाहा भएन एन्नासिरीले नै हान्छ होला स्पेन र बेल्जियम अब हाम्रो ठिको कोर्टुवालाई त अब यामालले अब निकै गोल हानिसकेको छ है 2-1 मात्र 2-1 नै दिन यहाँनिर स्पेनको यामालले भन्दा पनि ओज्रिवालले हान्छ के अरे ओआर जबाल नाम पनि आउँदैन हौ हाम्रो फरान टोरिस्टले पनि हान्न सक्छ सबमा आएर 2-1 मात्र दिएँ धेर दिन मैले अब यतापट्टि जाम है पहिलो तेस्रो क्वार्टर फाइनल भनेको यहाँनिर ब्राजिल र इङ्ल्यान्डको हुन्छ अनि अब ब्राजिललाई चाहिँ मैले यहाँभन्दा अगाडि पठाउन सकिनँ है एक गोल चाहिँ मैले दिएँ राफिनालाई तर इङ्ल्यान्डले 3-1 ले जित्छ यो म्याच अब अर्जेन्टिना र पोर्चुगल अब यहाँ अन पेपर चाहिँ पोर्चुगलले वर्ल्ड कपै जितिसकेको छ तर अब अन पेपर र फिल्डमा फरक हुन्छ है अब केमिस्ट्री मिडफिल्डमा राम्रो छ केमिस्ट्री तर अब फरवर्ड राम्रो छैन गोल गर्ने छैन भनौँ न अब भिटिना जाओ नेभेस यता ब्रुनो फर्नान्डेज प्लेयर अफ द इयर नै होला होइन ब्रुनो फर्नान्डेज पिएलको यसपाल प्रिमियर लिगको यता भिटिना पनि राम्रै छ जाओ नेभेस रुबेन नेभेस खै को छ है पोर्चुगल अब फुल ब्याकहरू पनि नुनो मेन्डेज बेस्ट अहिलेको रुबेन डियास पनि यिनीहरूको डिफेन्डिङ च्याम्पियन जुलियन अल्भारेज निको पास मेसी डिपल म्याकेलिस्टर इन्जो हाइट मोलिनाले गोल हान्छ यसमा ब्याङ्गर हान्छ मोलिनाले मैले पोर्चुगललाई 2 चाहिँ दिएँ त्यहाँभन्दा दिनु सकिनँ है 3-2 हुन्छ यहाँनिर र हाम्रो पहिलो सेमी फाइनल चाहिँ अब यहाँनिर फ्रान्स र स्पेन फिक्स भइसकेको छ अब यसमा चाहिँ यिनीहरूको चाहिँ भेट भएकै गर्दो रहेछ नेसन लिगमा पनि 5-4 स्कोर भएको थियो तर क्वार्टर फाइनल सेमी फाइनल कहाँ भएको थियो थाहा भएन मलाई अब युरो कपमा पनि भेट भएको थियो कि यिनीहरूको 2-1 भएको थियो त्यो यामालको ब्याङ्गर मैले याद छ त्यो ऱ्याबियोटको अगाडि होइन ऱ्याबियोटले इन्टरभ्यूमा के भनेको थियो यामालले मिठो चुड्याएको थियो अब यिनीहरूको चाहिँ मैले एमबापेलाई 2 गोल दिएँ हाम्रो यामाल दाजु त के भन्नु भाइको टिमलाई 3 दिएँ मैले होइन यताबाट स्पेन पुग्यो फाइनलमा यताबाट भनेको चाहिँ पहिलो ट्राइब्रेकर फिफा वर्ल्ड कप 2026 को पहिलो ट्राइब्रेकर चाहिँ एकैचोटि सेमी फाइनलमा जान्छ जुनमा चाहिँ इङ्ल्यान्ड र अर्जेन्टिना 2-2 भएर अर्जेन्टिना जान्छ फाइनलमा अब फ्रान्सले यहाँनिर 3 गोल पिट्छ थर्ड हुनुलाई इङ्ल्यान्डले 1 गोल हेरिकेनलाई 1 गोल दिएँ मैले फ्रान्सले 3 गोल पिट्छ होइन अनि हाम्रो फाइनल चाहिँ अब यसमा चाहिँ म भन्न सक्दिनँ होइन सुरुमा स्पेनले गोल हान्छ फेरि अर्जेन्टिनाले गोल हान्छ फेरि स्पेनले गोल हान्छ तर जित्दैन अर्जेन्टिनाले फेरि 2 गोल लगातार हान्छ र जित्छ फाइनल है अब मेरो प्रेडिक्सन चाहिँ यही हो अब तपाईहरुले पनि आफ्नो प्रेडिक्सन गरेर आफ्नो टिमलाई जिताउनुहोस् अब मैले चाहिँ मेरो टिमलाई जिताएँ हैन तर अब त्यस्तै हो अन पेपर त तपाईको यहाँ पोर्चुगलले यताबाट पोर्चुगल फाइनल पुग्छ यताबाट फ्रान्स फाइनल पुग्छ हैन तर अब अन पेपर जस्तो हुँदैन म्याच खेलेपछि
अब यहाँनिर हाम्रो गोल्डन ग्लोभ्स हेरिदिउँ न त। अब बेल्जियमको थिबो कोर्टुवाले पाउनुलाई क्वार्टर फाइनलबाट आउट भयो। अब यहाँनिर अर्को कसले अब यहाँ पाउने भनेको कि त इमिलियानो मार्टिनेजले पाउँछ कि त स्पेनको उनाइ सिमोन। अब उनाइ सिमोनलाई नै खेलाउँछ होला यिनीहरूले। उसले यो अब जसले जित्छ फाइनल, स्पेनले जित्यो भने सिमोनले पाउँछ, अर्जेन्टिनाले जित्यो भने मार्टिनेजले। अब मेरोमा चाहिँ मार्टिनेजले पायो। अब गोल्डन बल भनेको मेसीले 3वटा बनाउने भयो फेरि हैन। अनि फ्रान्स गोल्डन बुट्स एम्बापे, किलियन एम्बापे ब्याक टु ब्याक हैन। त्यो हो हैन। हैन मात्र भनिरहेको छु। अब त्यस्तै हो। अब अनि अर्को के छ, यस्तै छ। बाँकी कुरा अब भयो भने लाइभ स्ट्रिम पनि गरौँला हैन, मिल्यो भने। नत्र अब यस्तै भिडियो लिएर त म आइ नै राख्छु। त्यतिखेरसम्मको लागि चाहिँ टाटा बाई बाई। तपाईँहरूको दिन भन्दा नि रात शुभ रहोस् हैन। वर्ल्ड कप अब आफ्नो टिमले भने जस्तो खेलिदियोस्, पुगोस्, तपाईँहरूको टिमै पुगोस् फाइनल। मेरो त अब पोरै जितिसकेको छ हैन। मलाई त्यस्तो टेन्सन पनि छैन। र अहिलेलाई चाहिँ बाई बाई।